नागरिकले सबै हेरेका हुन्छन्। तपाईँको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौँ। होसियार त्यो होइन, त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्। आज तपाईँहरूले खुसियाली बनाउनु भएको छ। तपाईँहरूको निधारको अबिर पनि कतिको त नुहाउँदा नुहाउँदा पनि गएको छैन, कतिपय अझै पनि अबिरमाला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। तपाईँको परिवार कति खुसी हुनुभएको छ नि, माननीय हुनुभयो भनेर। परिवार आफन्त देश विदेशमा कत्रो सेलिब्रेसन चल्यो होला, केक काट्नुभयो होला, दियो बाल्नुभयो होला, रातभर रमाइलो गर्नुभयो होला, खानपिन कति रमाइलो गर्नुभयो होला नि। हो, त्यस्तै उत्सव जनताले 5 वर्ष बनाउनुपर्छ। तपाईँलाई चुनेकोमा, मलाई चुनेकोमा, त्यो हाम्रो चुनौती हो। यो 5 वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्छ। आदरणीय साथीहरू, मलाई थाहा छ राजनीति यसै गरी चल्छ भनेर कहीँ कतै मानिसहरू त्यही ढङ्गले दौडधुप पनि मैले गरेको कहीँ कतै देखिरहेको छु। राजनीति त्यसरी चल्नेवाला छैन, नथै कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सर्लक्कै काँचुली फेर्ने हो। सर्लक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानुन बनाउन आएका हौँ। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईँहरूको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन त्यो कानुन फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, उनलाई थाहा छैन। तर तपाईँलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउनु, तपाईँलाई थाहा हुनुपर्छ। अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौडहरू यताउता यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नु होला साथीहरू। म आज अलिकति छिटो कुरा गरिरहेको छु तपाईँहरूलाई। एज अ ल मेकर, कानुन निर्माताका रूपमा तपाईँको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौं पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानुनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा अर्चनहरू भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 बहुमत दिएका छन्। अब के को बाधा, अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाईँ हाम्रो नियतले मात्रै हो। र अर्को कुरा, धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन। जति समय राजनीतिमा रहे सबैभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नु पर्यो। यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो। पार्टीको नाममा मुद्दा चल्यो। यो पार्टीलाई जन्मैदेखि कुल्चने कोसिस भयो, बचाउँदै लिएर आउन सक्यौं। यो पार्टीको चुनाव चिन्हमा मुद्दा चल्यो। यो पार्टीको चुनाव चिन्हलाई भत्काइदिने गरी प्रहारहरू भए स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट। जोगाएर ल्यायौँ हामीले घन्टी बचायौँ। किनकि नेपाली जनताको लागि घन्टी बचाउनु पर्थ्यो, घन्टी बजाउनु पर्थ्यो। सजिलो थिएन। यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौँ, हामी डराएनौँ, हामी हल्लिएनौँ। किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न, अनि हामी देखाइदिन्छौँ भनेर हामीले 84 कोरेका थियौँ। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सिट होइन, एकैपटक 2/3 दिन सक्थ्यो जनताले। तर अघिल्लो चुनावमा जनताले के भन्यो भने यी नयाँहरूलाई एकपटक हेरौँ ताकि यिनीहरू नमात्ने हुन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सकिने अवसर दिने गरी यिनीहरूलाई पनि निमेटान नपारौँ भनेर नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा पुरे तपाईँ हामीलाई 36 महिना 36 दिन पनि पुर्नेवाला छैन। यो कुरा निर्गत हुनु होला। किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानुन निर्माताका रूपमा अब तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर घरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जित्दैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घन्टीका मुनि सबै हटाउन सक्छौँ। घन्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो अभिगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर अभिगत हुन्छ। यो कुरा म तपाईँलाई डे 1 मा बताउन गइरहेको छु। त्यस कारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति